नमस्कार दर्शकबिन, म हुँ राजु पराजुली। विक्रम सम्वत 2083 साल र ईस्वी सन् 2026 सालको वार्षिक तुला राशिफल लिएर उपस्थित भएको छु। 2082 सालभन्दा यो 2083 साल तपाईँको लागि विशेष वर्षको रूपमा रहन सकोस्, यही कामना गर्दछु। यो 2083 सालको तुला राशिको वार्षिक कुण्डलीमा स्थित ग्रह गोचर अनुसार यो 2083 साल तुला राशिको लागि सफलता र समृद्धि प्राप्तिको वर्ष हुने देखिएको छ। व्यापार, व्यवसाय, नोकरी तथा प्रतिस्पर्धाको क्षेत्रमा तरक्की मिल्ने ग्रहको बलिय योग बनेको छ। 13 वर्षको अन्तरालपछि गुरु बृहस्पति देव दशम कर्मभावमा उच्चको रहेका छन्। साथै हंस राजयोग पनि बनेको अवस्था हो। केतु ग्रहको लाभ भावमा उपस्थिति रहेको छ। केतुले अकस्मात लाभ दिलाउनेछ भने शनि पनि छैठौँ भावमा शुभ फलदायी रहेका छन् र राहुको पञ्चम भावमा उपस्थिति रहनेछ। राहुको कारण केही सीमित क्षेत्रमा चुनौती देखिए पनि जीवनका धेरै क्षेत्रहरूमा तरक्की मिल्ने र सफलता पाउन सकिने बलिय योग रहेको छ र ग्रहको अवस्थालाई हेर्दा यो 2083 सालको भाग्यशाली राशि पनि तुला राशिलाई भन्न सक्ने अवस्था छ। तुला राशिको लागि यो 2083 सालमा कुन कुन क्षेत्रमा सजिलै सफलता पाउन सकिनेछ र ती कुन क्षेत्रहरू हुन् जहाँ तुला राशिले कदम कदममा होसियारीपूर्वक कदम चाल्नुपर्नेछ, यी सबैको बारेमा वर्षभरिको सम्पूर्ण पक्षको बारेमा सम्पूर्ण चर्चा गर्नेछु। राशिफललाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला, सुन्नुहोला। कुनै जिज्ञासाहरू भएमा कमेन्टमा अवश्य लेख्नुहोला। हाम्रो च्यानलमा प्रथम पटक जोडिनु भएको हो र अझै यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एक लाइक गरेर सब्सक्राइब गर्न नभुल्नुहोला। तुला राशिको लागि यो 2083 साल आर्थिक, नोकरी र करियर, पेसा, व्यवसायमा आर्थिक तरक्की गर्न सकिने वर्ष रहेको छ। दशम कर्मभावमा 13 वर्षपछि गुरु बृहस्पति उच्चको रहेका छन्। यो वर्षभरि तपाईँको राशिदेखि सप्तम कर्मस्थानमा गुरु बृहस्पति देवको गोचर रहेको छ। कर्मभावमा बृहस्पति हुनु अत्यन्तै लाभदायक हुनेछ। जागिरमा पदोन्नति, प्रोजेक्टमा स्वीकृति, काममा नेतृत्व लिने अवसर मिल्नेछ। प्रतिस्पर्धी वातावरणमा अथवा काममा लगनशीलता र समयबद्धता अपनाउनुहोला। अवसरहरू प्रयोग गर्नुहोला। बृहस्पति दशममा रहनाले व्यावहारिक शिक्षा, व्यवस्थापन, टेक्निकल वा पेशागत विषयमा सफलता मिल्नेछ। सन्तानको शिक्षामा प्रगति देखिनेछ। सन्तानसँग आत्मीय सम्बन्ध राख्नुहोला। उनीहरूको मनोबल बढाउने काम गर्नुहोला। कार्यक्षेत्रमा स्पष्ट संवाद र विश्वासको साथमा अगाडि बढ्नुहोला। आर्थिक रूपले स्थिरता बढ्नेछ तपाईँको लागि यो वर्ष। तपाईँ जुन क्षेत्रमा पनि जागिर गर्दै हुनुहुन्छ या व्यवसाय जे पनि गर्नुहुन्छ, अलि इमान्दारीको साथ ठुला बडाको साथ सुझाव र राय सुझाव मानेर अघि बढ्नुहोला। यो वर्ष तपाईँको आर्थिक स्थिति भने सामान्य नै रहनेछ। कर्मस्थानमा गुरु बृहस्पतिको उपस्थितिले तपाईँलाई मान सम्मानमा कमी भने महसुस गराउनेछन्। कार्य सिद्धि गर्नमा विभिन्न अवरोध आइलाग्न सक्ने देखिन्छ। सन्तान लाभ तथा भूमि लाभ आदिमा पछिल्लो वर्षभन्दा यो वर्ष कमै फल गराउने योग भनिरहेको छ। खास गरी दशम कर्मभावमा बृहस्पतिको गोचर रहँदा सामाजिक कार्यमा सक्रियता बढी हुने गर्छ। राजनीति गर्नेहरूलाई शिक्षण संस्था, परामर्श सेवा, वास्तुविद, कर्मकाण्ड, पूजापाठ, धार्मिक क्रियाकलाप एवं धार्मिक सामग्रीको व्यापार, व्यवसाय तथा स्वतन्त्र व्यवस्थापन आदिमा कार्यरतहरूलाई भने सन्तोषजनक लाभ पाउन सकिनेछ। तपाईँले गरेका कार्य पेसामा सेवामा अलि बढी फाइदा उठाउनेछन्। त्यसैले नयाँ लगानी र सम्पत्तिको मामिलामा अलि चनाखो चाहिँ हुनुहोला। तर तपाईँको ज्ञान र बौद्धिक क्षमतामा भने कुनै कमी हुनेछैन। पारिवारिक सम्बन्धमा अरूको कुरा सुनेर निर्णय नलिनुहोला। घर परिवारमा सबैसँग सद्भाव बनाएर अघि बढ्नुहोला। समाजमा मान सम्मान बढ्न मद्दत पुग्नेछ। राज्यबाट लाभ मिल्न सक्छ। तपाईँद्वारा गरेका सहयोगको, इमान्दारिताको उच्च कदर बढ्न सक्नेछ। कर्मक्षेत्रमा संयम, धैर्यता र बुद्धि ज्ञानको सही ठाउँमा प्रयोग गर्न सक्नुभयो भने यो वर्ष तपाईँसँग सबै कुरा बदल्न सक्ने सामर्थ्य हुनेछ। तपाईँको राशिदेखि छैठौँ ऋण, रोग, शत्रुको भावमा शनिको शुभ फलदायी गोचर रहनेछ। छैठौँ भावको शनि तपाईँको लागि सहयोगी रहनेछन्। पुरानो रोग थियो भने निको हुँदै जानेछ। ऋणबाट मुक्ति मिल्ने, शत्रु बाधादेखि मुक्ति मिल्ने योग बनेको छ। योग बलियो बनेको अवस्था छ। कुनै पनि प्रतिस्पर्धामा सफलता मिल्नेछ। चाहे त्यो जागिरको क्षेत्रमा होस् या अन्य कुनै प्रायोजनको लागि किन नहोस्, प्रतियोगिता आदिमा भाग लिनुभयो भने पनि तपाईँको जित हुनेछ। तपाईँको फाइदा मिल्न सक्नेछ। तपाईँलाई
तपाईँलाई फाइदा मिल्न सक्नेछ। शनिको छैठौँ भावमा गोचर रहँदा सबै खाले प्रतिस्पर्धा र चुनौतीको बीच काममा स्थिरता मिल्ने, चुनौतीलाई पार लाउन सकिने र सफल बन्न सक्ने सङ्केत हो। गरिएका मेहनतहरूबाट लाभ मिल्ने, भविष्यको फाइदाको लागि कुनै जग बसाउने अवसरको प्राप्ति हुने गर्छ। गरेका मेहनतको तत्कालै परिणाम नदेखिए पनि दीर्घकालीन लाभ अवश्य मिल्ने गर्छ, तर तपाईँले धैर्य र काममा अडिग रहेर गर्नुहोला। शनिको छैठौँ भावमा उपस्थिति हुँदा गरेका शुभबाट सफलता प्राप्त हुने गर्छ। ऋण भए त्यो तिर्न सकिने वातावरण बन्ने गर्छ। काममा नवीन सोच र सल्लाह अपनाएर अघि बढ्न सके गरेका परिश्रमबाट अझ बढी मुनाफा लिन सकिनेछ। छैठौँ भावमा स्थित शनिको अष्टम भावमा द्वादश भाव र दशम दृष्टि तृतीय भावमा पनि हुने गर्छ। वैदेशिक क्षेत्र सम्बन्धित कार्यहरू भए ती कामहरू बनाउन सहज वातावरण बन्नेछ। विदेशको भूमिमा मेहनत गर्नेहरूलाई लाभदायी समय रहनेछ। भाइ बहिनी, इष्टमित्र, छरछिमेकहरूबाट साथ र समर्थन र हौसला मिल्नाले थप जाँगर बढ्नेछ। यो वर्ष तपाईँद्वारा गरेका प्रत्येक सङ्घर्षको उचित प्रतिफल तपाईँले पाउन सफल हुनुहुनेछ। शनिदेवको छैठौँ भावमा उपस्थिति रहने हुँदा यो वर्ष तपाईँले आफ्नो संयम, विवेक र कर्म नीतिमा अडिग रहेर अघि बढ्नुभयो भने जुनसुकै चुनौती पनि सफलतातर्फ मोड्न सक्नुहुनेछ। तपाईँको आत्मबलले नै तपाईँको भाग्य बनाउनेछ। यो वर्षको मध्यमसम्म तपाईँको राशिदेखि 5औँ स्थानमा राहुको गोचर रहेको छ। राहुको पञ्चम भावमा गोचरमा रहेकाले सन्तानसँग सम्बन्धमा उतार चढाव भने आउन सक्ने सङ्केत गर्दछ। सन्तानहरू कहिलेकाहीँ गलत बाटोमा लाग्न सक्ने योग रहेकाले सन्तानलाई सही मार्गदर्शन गर्नुहोला। सन्तानको स्वास्थ्य वा करियरमा विशेष ध्यान दिनु अवश्य पर्नेछ। तपाईँले विद्यार्थीहरूले पञ्चममा राहुको प्रभावले अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ। भ्रम वा अनावश्यक रुचिले विचलित बनाउन सक्ने सम्भावना हुन सक्नेछ। परीक्षामा सफलता अवश्य मिल्नेछ, यद्यपि मेहनत भने गर्नुपर्नेछ। सन्तानसँग आत्मीय सम्बन्ध र सही सल्लाह दिनुहोला। पढाइ, साथीसँग तथा डिजिटल गतिविधिमा के गरिरहेका छन् यसप्रति अलि चनाखो भएर ख्याल राख्नुहोला। राहु पञ्चममा रहनाले प्रेम सम्बन्धमा भ्रम, असमझदारी र ईर्ष्या उत्पन्न हुन सक्छ। प्रेम सम्बन्धमा सोचेर विचार गरेर मात्र निर्णय लिनुहोला। यद्यपि केतु ग्रहको लाभ स्थानमा उपस्थितिले अचानक आर्थिक क्षेत्रमा कुनै न कुनै लाभ अवश्य मिल्नेछ। खर्चलाई नियन्त्रण हुनेछ। संवादलाई पारदर्शी राख्नुहोला। एकादश लाभ स्थानमा केतु ग्रहको शुभ फलदायी प्राप्ति हुनाले आकस्मिक धन लाभ गराउनेछ। गडे फसेका धन भए उठाउने प्रयास गर्नुहोला। यो वर्ष हात लागि हुन सक्ने बलियो योग रहेको छ। यो थियो 2083 सालको तुला राशिफल। तुला राशिको लागि जीवनका अन्य क्षेत्रहरूमा पनि सफलता नै रहनेछ।